नमस्कार, म संसारकर्मी सभी। यति बेला चाहिँ म छु चितलाङ भन्ने ठाउँमा, जुन मेरो पछाडि देख्नु भएको छ चितलाङ रिसोर्टमा छु भनेर भन्नुपर्छ। हामी चाहिँ यो प्याराग्लाइडिङ हाम्रो बाबु एडभेन्चर प्याराग्लाइडिङ ग्रुपले चाहिँ यहाँ प्याराग्लाइडिङ यसपालि ओपनिङ गर्नुभएको थियो। त्यो सिलसिलामा आएको थियौँ। तर त्यो सिलसिलामा आउँदाखेरि चाहिँ हामी यो रिसोर्टमा आइपुगेको छौँ। अनि यो रिसोर्टको वातावरणले चाहिँ मलाई यति धेरै मन छोएको छ कि मेरो क्यामेरामा चाहिँ हाम्रो संसारकर्मी नै साथी भिडियो खिचिरहनु भएको छ। अनि भर्खर मात्रै कुरा गरिरहेको थियौँ यो रिसोर्टको बारेमा। एकदम धेरै राम्रो, यहाँको खाना पनि एकदम टेस्टी छ है रुपेशजी। एकदमै एकदमै के रे सरी रुपेश, हरेक कुराहरु एकदम बेस्ट छ क्या। भएकोले गर्दाखेरि हजुरहरू यदि चितलाङ आउँदै हुनुहुन्छ भनेदेखि चाहिँ पक्कै पनि यहाँले चाहिँ चितलाङ रिसोर्टलाई रोज्नु होला। यहाँको भनौँ न सुताइ पनि भनौँ न है, एकदम आरामदायी के हुन्छ नि। एकदमै साँझमा झन् यति रमाइलो, साँझको भिडियो हामीले राख्न सकेनौँ। साँझमा यति रमाइलो छ यहाँनेरि भनौँ न, चिसो हावा। अब हाम्रो उतातिर त अलिकति गर्मी, काठमाडौँमा त गर्मी पनि सुरु अलिअलि भइसकेको छ। तर अब त्यो वहाँ गर्मी हुँदा पनि यहाँ चाहिँ यति धेरै चिसो मौसम भइरहेको छ। र यतापट्टि तरकारी खेतीहरू हेर्नको लागि हरियो परियो। अब हामीले त यति धेरै हरियो त कहाँ देख्न पाइन्छौँ र होइन रुपेन्द्रजी, होइन? उता त देख्नै पाइँदैन नि। अनि अर्को कुरा चाहिँ भन्नुपर्दाखेरि चाहिँ यहाँ चाहिँ खाना एकदम मिठो, एकदमै होइन? हरेक आइटमहरु 101 छ। आइटमहरु तपाईँ जे खान्छु भन्नुहुन्छ त्यो आइटमहरु यति टेस्टी के, एकदमै त्यो मुखै चट्ट के। मुखै चट्ट के, त्यस्तो के काहीँ कम्प्लेन गर्ने ठाउँ छैन। र यो मनदेखि नै एकदम मन परेर हामीले भिडियो बनाएको है। हजुर। एकदम हुन्छ नि, उहाँहरूले हामीलाई पब्लिसिटी गरिदिनु भन्नुभएको पनि होइन। होइन। हामी यो रिसोर्टमा आएर बसेकोले गर्दाखेरि चाहिँ हामीलाई यहाँको इन्भाइरोमेन्ट देखेर चाहिँ हामी सबै साथीहरू एभ्रिथिङ इज एकदम भेरी गुड के। अनि त्यो देखेर चाहिँ हामीले एकदम हामीलाई आफैले मन छोएकोले गर्दाखेरि चाहिँ हामीले भिडियो बनाउन बाध्य भएको छौँ के। यति धेरै मन छोएको छ यहाँको वातावरण। अनि उहाँहरूको सर्भिस पनि एकदमै सर्भिस एकदमै छिटो छरिटो भन्न साँच्चै भन्दाखेरि मिसिन जत्तिकै छ क्या। खानाहरू सबै डिलिसियस एकदमै मिसिन जत्तिकै छ खाना, एकदम सर्भिस उहाँहरूको। त्यो भएकोले गर्दाखेरि पनि प्लिज यदि आउँदै हुनुहुन्छ भनेदेखि ढुङ्गाको घर, वाह, यो सबै रेस्टुरेन्ट हो। अनि यो ढुङ्गाको घर अब कस्तो राम्रो वातावरणले एकदम धेरै मन छोएको छ। हरियो वातावरणमा बसेर भित्र बाहिर सबै ठाउँ एकदमै निट एन्ड क्लिन। कहीँ तपाईँहरूले त्यो फोर डस्ट भन्ने कुरा त देख्नुहुन्न एकदमै, होइन? त्यो भएकोले गर्दाखेरि र प्लिज एकचोटि भिजिट गर्नु होला र यो चितलाङ रिसोर्टमा आउनु होला। थ्याङ्क यू।